एभ्रिवान स्वागत छ है तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज भन्ने चाहिँ म ललितपुर मेट्रोपोलिटन सिटीको चाहिँ बिआली को फाइनल एक्जामिनेसनको चाहिँ क्वेशनको सोल्युसन गर्न गइरहेको छु हैन। सो यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला र तपाईको कति मार्क्स आयो त्यसअनुसार तपाईहरुले आफूलाई इभ्यालुएसन प्लस तपाईले आफ्नो साथीहरुलाई पनि यो भिडियो शेयर गरेर र थप अरु कन्टेन्टहरुको लागि चाहिँ यो च्यानल सब्स्क्राइब गरिदिनु होला। ओके, सो सबभन्दा अगाडि चाहिँ क्वेशन नम्बर 1 मा रहेको छ, 1 को पनि ए मा रहेको छ तपाईको के भन्देखि चाहिँ डिफाइन ओभरल्यापिङ सेट च्याप्टरबाट डिफाइन ओभरल्यापिङ सेट रहेको छ। ओभरल्यापिङ सेट्स आर those sets which have at least one common element है, जसमा चाहिँ at least one common element हुन्छ त्यसलाई चाहिँ हामी के भन्छौं चाहिँ ओभरल्यापिङ सेट भनेर भन्दछौं है। अब यो स्पेलिङहरुमा चाहिँ नजान्नु है, तपाई टक्क सोलुसन जान्नु। अब के भनेको छ बी मा मेक एनी टु प्रोपर सबसेट्स फ्रम सेट बी रे। अब सेट बी को चाहिँ कुनै एउटा प्रोपर सबसेट बनाउनु होला रे। अब लिस्ट डाउन मैले चाहिँ गरेन है, डाइरेक्ट मैले बनाए प्रोपर सबसेट्स अफ सेट बी इज इक्वल्स टु वी नो सेट चाहिँ कर्ली ब्र्याकेट आउँछ। अब त्यो स्मल लेटरहरु तेरो चाहिँ नजान है, यो मैले यसबाट टाइपिङ गरिरहेको छु। सो स्मल लेटर क्यापिटल लेटर त्यति ध्यान नदिनु है, कर्ली ब्र्याकेट भित्र हुन्छ। सो सेट बी इज अ प्राइम नम्बर्स अप टु 15 भनेपछि टु प्रोपर सबसेट्स भनेर भनेको छ हैन। अब प्रोपर सबसेट्स तपाईले चाहिँ एउटा इम्प्टी सेट गरेर गरिनुहुन्छ, अर्को भनेको अब प्राइम नम्बर भनेर भनेको छ 2 मात्र लेख्दै पनि अब तपाईको के भयो त दुईटा प्रोपर सबसेट बन्यो। अब सी मा चाहिँ के भनेको छ त भन्दाखेरि what change in the outcome of set B makes the two sets A and B disjoint है। अब यसमा भनेको छ A भनेको चाहिँ इवन नम्बर अप टु 15, सेट B इज प्राइम नम्बर्स अप टु 15 भनेको छ। भनेपछि अब इवन नम्बर र प्राइम नम्बरमा कमन भनेको के हो त एउटा 2 हो। सो if we eliminate elements or member element 2 from set B, then set A and set B will be disjoint sets है। यो रह्यो सेट क्वेशन नम्बर 1 को आन्सर। अब क्वेशन नम्बर 2 को आन्सर जाम हामी। क्वेशन नम्बर 2 मा के भनेको छ भन्दाखेरि the ratio of boys and girls of class 8 of a school is 5:7 respectively. If the total number of students is 60, then how many girls are there? Find a number यसरी दिएको रहेछ। सो रेशियो भनेको कहिले पनि एक्ज्याक्ट भ्यालु हैन। सो टु मेक द एक्ज्याक्ट टु फाइन्ड द एक्ज्याक्ट भ्यालु वी मस्ट मल्टिप्लाई बोथ सब रेशियोलाई चाहिँ हामीले चाहिँ एउटै संख्याले चाहिँ मल्टिप्लाई गर्यो भने चाहिँ हाम्रो एक्ज्याक्ट नम्बर आउँछ। लेट द नम्बर अफ अब द गिभनहरु चाहिँ आफै लेख्नु है। लेट द नम्बर अफ boys be 5x and girls be 7x, then मैले सोल्युसन मात्र गराए त्यो उहरु चाहिँ हैन। यो कसरी गर्ने यो के रे लेख्ने तरिका तपाईहरुलाई सबैलाई थाहा छ हैन। यो मैले कपीमा गराए त म सबै गर्थे। अब यो ल्यापटपमा गर्दाखेरि चाहिँ ठ्याक्क हुन्छ। टोटल नम्बर अफ स्टुडेन्ट चाहिँ 60 छ। अब हामीले यसमा हिसाब गर्यौं भन्देखि चाहिँ अब अरहरु चाहिँ लेख्न नछुटाउनु होला हैन। अब हिसाब गर्यौं भने चाहिँ के हुन पुग्छ त भन्दाखेरि x इज इक्वल्स टु है 7 5 12 उता जादा डिभाइड बाइ 60 डिवाइडेड 12 इज 12 5 60। x इज इक्वल्स टु 5। नाउ number of girls is equals to यो चाहिँ a नम्बरको आन्सर हैन त।
a number of girls is equals to number of girls लाई हामीले के छ त हाम्रो यहाँ 7x so 7 times 5 is equals to 35 answer b number भनेछ change the total number of business in binary number system अब बाइनरी नम्बर सिस्टम भनेपछि यो अब के भन्ने अब यसलाई यसमा ल्यापटपमा गर्न गाह्रो छ हैन अब 60 लाई चाहिँ 2 ले फ्याक्टराइज गर्दै जानु पर्यो है फ्याक्टराइज 60 by 2 that's it now you can do it सजिलो वाला हो यो C नम्बरमा write 3,50,000 in scientific notation 3,50,000 is equals to 3.5 times अब 10 to the power कति हुन्छ त यसरी नै हाल्दै चाहिँ यो भनेको बुझ्नुहुन्छ नि हैन पछाडबाट गर्नु है 1 2 3 4 5 5 वटा अगाडि पॉइन्ट आयो 10 to the power 5 is our answer है अब डी नम्बर कन्भर्ट 1.24 माथिको बार यसलाई नेपालीमा मेलबन्द भन्छ हैन इन्टु फ्र्याक्सन अब यसको नि प्रोसेस चाहिँ तपाईहरुले गरिराख्नु होला लेट 1.24 let the fraction be x हो भनेपछि हामीले के लेख्न पायौं x is equals to 1.2424 यो भने रिपिटेड हो नि त हैन यसलाई हामीले मान्नु पर्यो इक्वेसन I डाइरेक्ट गर्न पाइयो तर धेरै डाइरेक्ट गर्नु हुन्न हैन अब के गर्ने त मल्टिप्लाइङ इक्वेसन I by 100 किन त पॉइन्ट पछाडीको दुईटा अंक दोहोरिएको छ सो इज इक्वल्स टु 124.24 है अब यसलाई यो नलेखिनु हुन्छ यहाँ चाहिँ दोहोराइदिउँ है अब यसलाई चाहिँ इक्वेसन I हुने भयो अब subtracting equation I by equation I we get 100x minus x 99x is equals to 124.24 minus 1.24 123 therefore x is equals to 123 by 99 123 by 99 यसलाई स्मलेस्ट फर्ममा लाँदाखेरि 41 by हाम्रो कति हुन्छ त 33 so 41 by 33 is our answer now let's move to another question that is 3 number है 3 number भनेको छ क्वेशन नम्बर 3 पुग्दै यार यत्रो टाइमको भिडियो बनिसक्यो 3 नम्बरमा भनेको छ राजु लामा भिजिटर कम्प्युटर टु गेट 5 प्रिन्टर्स एन्ड अ ल्यापटप 5 वटा प्रिन्टर र एउटा ल्यापटप रे अ सेट अफ 5 प्रिन्टर्स एन्ड अ ल्यापटप इज अवेलेबल फर रुपीस 4,65,000 then if 50% allowed to those machines find the discount amount so here total price of you can say MP also okay total okay MP तपाईहरु पढ्नु भएन MP भनेर होला हैन so here MP is equals to rupees 4,65,000 okay so discount amount यो A नम्बर छ फेरि discount amount is equals to discount percent of MP we know is discount percent is 15% of MP is 4,65,000 we get यसलाई हिसाब गर्दा हामीले कति पाउँछौं त भन्दाखेरि 69,750 rupees यो चाहिँ हाम्रो के हुनु भयो त भन्दाखेरि डिस्काउन्ट अमाउन्ट अब बी नम्बर चाहिँ if the shopkeeper earned 20% profit even after allowing 15% at which price did the shopkeeper purchase such machineries shopkeeper ले चाहिँ कतिमा चाहिँ बाइ गरेको रहेछ रे यदि यति डिस्काउन्ट अलाउड गर्दा पनि उले चाहिँ प्रॉफिट कति रे 20% निकाल्यो रे भनेपछि उसको सेलिङ प्राइस कति रहेछ त भन्दाखेरि 465,000 minus 6975
0 is equals to rupees कति आउँछ त भन्दाखेरि 69750 395250 चाहिँ उसको सेलिङ प्राइस रहेछ। अब प्रॉफिट कति छ रे हाम्रो प्रॉफिट is equals to 20%. Now CP is equals to what? अब CP भनेको चाहिँ अब कति हो रे? अब हामीलाई थाहा छ CP मा प्रॉफिट जोडिसकेपछि हामीलाई SP आउँछ भनेपछि CP भनेको चाहिँ SP सेलिङ प्राइस मैले चाहिँ कति प्रॉफिट कमाथे त्यो चाहिँ घटाए भनेदेखि चाहिँ हाम्रो SP आउँछ भनेपछि प्रॉफिट। अब CP त छैन हामीसँग CP लाई CP नै लेखेर अगाडि बढे म SP हामीसँग छ कति भन्दाखेरि कति आयो म यहाँ एउटा 0 थप्नु बिर्सेछु है 0 सेलिङ प्राइस माइनस प्रॉफिट भनेको सधैं प्रॉफिट अथवा लस जे भए पनि सधैं हामीले के गर्छौं त CP बाट निकाल्छौं। 20% of CP is 0.2 CP अब माइनस अगाडि आउँदा CP plus 0.2 CP हुन्छ सो 1.2 CP हुने भयो सो CP is equals to 1.2 पछाडि जाँदाखेरि के हुन्छ डिवाइड हुन्छ सो 95250 divided by 1.2 is equals to 329 रुपीस आफै लेख्नु है 375 यो चाहिँ हाम्रो के हुनु भयो त आन्सर हुने भयो। अब यसमा चाहिँ रहेर सी नम्बर पनि दिएको रहेछ। सी नम्बरमा by how much is the mark price of a laptop less or more than rupees 999? By how much is the mark price of a laptop less or more than 95,000 if the price of a printer is rupees 75,000? So by how much is the mark price of a laptop? Laptop को mark price चाहिँ कतिले less or more छ रे 95,000 भन्दा if the price of printer is 75,000 भनेपछि हाम्रो टोटल प्राइस 75,000 छ भनेपछि 5 printer cost अथवा cost is equals to 4,65,000 बाट चाहिँ हैन अब मैले चाहिँ if the price of a printer भनेपछि 75,000 खर्च हामीले चाहिँ के गर्नु पर्ने रहेछ त ल्यापटप को चाहिँ निकाल्नु पर्यो है laptop cost is equals to 4,65,000 minus एउटा प्रिन्टर को के देखाइन्छ एउटा प्रिन्टर को चाहिँ तपाईको 75,000 छ भनेदेखि 5 वटाको तपाईको कति पर्ने भयो त 5 यो गर्यो भनेदेखि हामीलाई एउटा ल्यापटप कस्ट आउँछ है एउटा ल्यापटप कस्ट निकाल्नु पर्यो। अब यसै हिसाब गर्दा मैले प्रोसेस चाहिँ सबैको देखाइराखेको छैन है लाम प्रोसेस तपाईहरुलाई मैले भनिरहेको छु 90,000 आउनुभयो एउटा ल्यापटप को अब भनेपछि इट इज लेस देन ल्याङ्ग्वेज आफैले बिनाएर लेख्नु है तपाईहरुलाई मलाई भन्दा धेरै ल्याङ्ग्वेज आई नो हैन इट इज लेस देन 95,000 बाइ कति त 5,000 अब घटाएको छ अब तपाईले बुझ्नुस् है। अब क्वेशन नम्बर 4 मा रहेको छ 3 पो त भएछ 4 मा रहेको छ किन 3 देखाउँछ यो 4 मा रहेको छ h 4 मा रहेको के हो 4 मा रहेको छ 4 मा रहेको छ आजलाई यो एउटा भिडियो चाहिँ म 5 सम्मको मात्र बनाउँछु धेरै लामो भिडियो हुनुभयो र बाँकी चाहिँ म अर्को पार्ट बनाउँछु है। Dilram deposits rupees 1,20,000 in a bank at the rate of 12% per annum. Then write a formula to calculate simple interest. अब सबैले थाहा छ SI is equals to PTR by 100
एन्ड यो ए नम्बर रह्यो है। अब बी नम्बरको आन्सर चाहिँ के रहेको छ त क्वेशन भन्देखि बी नम्बरमा रहेको छ हाउ मच इन्ट्रेस्ट डज डिलराम गेट आफ्टर 6 इयर्स। सो हामीसँग गिभन लेख्नु है, पी पनि छ, टी पनि छ, आर पनि छ। सो अप्लाई मात्र गर्नु, आई इज इक्वल्स टु पी टी आर by 100 is equals to 86,400। अब सी मा के भनेको छ त भन्दाखेरि if he has to pay 5% of interest as in how much amount will he receive। अब हामीले अमाउन्ट निकाल्नु पर्यो, तर त्यो इन्ट्रेस्ट तिर्सकेपछि आफ्टर ट्याक्स भन्दाखेरि सिधै नेट इन्ट्रेस्ट इज इक्वल्स टु 86,400 minus 5% of 86,400 गर्दाखेरि हामीलाई आउँछ रुपीज 86,400 into minus 6,400 820 आयो है। अब हाम्रो अमाउन्ट चाहिँ कति हुन्छ त वी नो प्रिन्सिपल प्लस स्कुलको प्रिन्सिपल हैन है, यो इज इक्वल्स टु कति आउँछ त 2,02,000 80 चाहिँ हाम्रो के भयो त अमाउन्ट भयो। अब यसमा 5 नम्बरमा भनेको छ मोहन constructed a rectangular garden and a circular fish pond in the garden of his house with equal areas। भनेपछि एरिया इक्वल छ, find the area of triangle having length of base is b cm and height is h cm। सो अब यसमा चाहिँ हामीले एरिया फाइन्ड गर्ने होइन कि हामीले चाहिँ यसमा के गर्ने हो त यहाँ ट्रायंगलको फर्मुला लेख्ने हो, दैट इज के हो त एरिया अफ ट्रायंगल इज इक्वल्स टु 1/2 बेस टाइम्स हाइट इन्टु बी इन्टु एच गर्दा नि हुन्छ है। यो चाहिँ ए नम्बर बी नम्बर रहेको छ पाईको सिग्नेचर कसरी राख्ने। अब फाइन्ड द एरिया अफ सर्कुलर फिश पन्ड जसमा चाहिँ रेडियस इज गिवन 14 सेन्टिमिटर, एरिया अफ सर्कल लाग्ने भयो, गिवन सिम्बल लेख्नु मिलाएर लेख्नु भएको थियो होला है, किनकि यो एक्जाम त भइसक्यो है। अब आउने 7 अब आउने 8 लाई चाहिँ काम लाग्छ है, फेरि धेरै नै काम लाग्छ। एरिया अफ सर्कल पाई आर स्क्वायर, पाई कसरी लेख्ने अब खोइ इन्सर्ट गर्नु पर्छ। सो पाई आर स्क्वायर है, पाई भने 22/7, आर भनेको 14, पाई आर स्क्वायर इज इक्वल्स टु 616 एरिया भनेको सधैँ हाम्रो केमा हुन्छ त मिटर स्क्वायर है, सधैँ मिटर स्क्वायर भन्न खोजेको स्क्वायरको युनिट आउँछ भन्न खोजेको। फाइन्ड द पेरिमिटर अफ रेक्टेंगुलर गार्डन। सो पेरिमिटर निकाल्नको लागि त पहिला ब्रेथ चाहियो, लेन्थ मात्र के भन्छ। सो एरिया अफ सी नम्बर एरिया अफ rectangle is equals to L times B, or area of rectangle भनेको हाम्रो इक्वल भनिसकेपछि अघि नै इक्वल भनेको छ लेन्थ के रे इक्वेसन 56 times B, therefore B is equals to यो डिवाइड हुनु पर्यो 616 डिवाइड बाइ 56 हुँदाखेरि चाहिँ हाम्रो ब्रेथ चाहिँ 11 मिटर हुन्छ। नाउ
meter is equals to we know 2 bracket L plus B. Perimeter भनेको sum of all sides 2 bracket 56 plus 11. Now it is equals to 134 meter. अब त्यसपछि लाएर अब भनेको छ D मा भनेको छ which of the garden or fish pond need more cost to fence at the same rate of cost. भनेपछि हामीले पेरिमिटर निकाल्नु पर्यो हैन. अब यो C मा त हामीले रेक्टेंगुलर निकाल्यौं. अब D मा हामीले के निकाल्नु पर्यो त भन्दाखेरि सर्कुलर को चाहिँ हामीले सर्कमफरेन्स निकाल्नु पर्यो. अब यसमा हामीले 2 पाई r लगाउनु पर्छ. सो सर्कमफरेन्स अफ सर्कुलर पॉन्ड लेख्नु. मैले सर्कल लेखे है. सर्कल इज इक्वल्स टु 2 पाई भने 22/7 2 पाई r भनेको छ 14 छ. सो यो भनेको चाहिँ कति पर्यो त भन्दाखेरि 2 * 22 * 14 divided by 7 88 मिटर पर्यो. अब हामीले पर मिटर कस्ट दिएको छैन, तर जति पर मिटर कस्ट भयो नि हाम्रो जुन चाहिँ नि धेरै पेरिमिटर छ त्यसमा धेरै कस्ट लाग्छ हो. सेम रेट कस्ट भनेको छ. therefore rectangular garden cost higher than circular pond to fence a wire. है यो चाहिँ क्वेशन नम्बर 5 सम्म भयो. अब बाँकी चाहिँ म तपाईहरुलाई अर्को नेक्स्ट पार्ट लिएर चाहिँ अहिलेलाई चाहिँ भिडियो धेरै लामो हुन रहेछ. फर्स्ट टाइम ट्राई गरेको यसरी. सो धेरै लामो भयो. ल सब्स्क्राइब गर्नु होला र ग्रेड 9 10 को म्याथ, अप्सनल म्याथ, सी म्याथ र ग्रेड 8 को पनि केही कन्फ्युजन भयो भने क्वेशनहरु कमेन्ट गर्दिनु होला. म सोलुसन बुझाएर गर्ने प्रयास गर्दछु. कुनै पनि च्याप्टर कन्सेप्टहरु बुझ्नु छ भने नि कमेन्ट